आज चाहिँ हामी कता जान लाग्यो भनेपछि माथि पानीको मुहान बिग्रेको थियो, त्यहाँ जान लाग्यो। उकालो छ, जस थाक लागिरहेछ केटा हो। पानी त खानु पर्यो, सुकेर पुरै के भएको हो, खडेरी लागेको छ आजभोलि यहाँ मुखमा। त्यही भएर हामी चाहिँ पानी बनाउन जाँदै हो। यसैमा लाइक सब्सक्राइब कमेन्ट पनि गरिदियो है यत्तिकैमा। अब हामी माथि गइसकेपछि देखाउँछु म। त्यही हो केटा हो, मस्त सपोर्ट दिइरहेको छौ, त्यति सपोर्ट दिए पुग्छ मलाई, बढी चाहिँदैन। त्यही हो, हामी चाहिँ माथि यो पानी बनाउने ठाउँमा आइसकेको छौँ है। अब 3-4 मिनट लाग्छ, जङ्गलमा छौँ हामी चाहिँ। त्यही हो, जङ्गलमा हल्का गाह्रो त भइहाल्छ है, तर यहाँको स्वच्छ हावा फिल एकचोटि सुनेर मस्त सुन्नुहोस्। चराहरूको पुरै गुनगान पुरै मस्त। त्यही हो, जङ्गलको जस हावापानी ठिकै हुन्छ। अहिले बर्खामा चाहिँ के हुन्छ भनेपछि यहाँ जङ्गलमा मस्त शीतल हुन्छ क्या, त्यो फ्यानस्यान गर्नु पर्दैन जस्तो लाग्छ जङ्गलमा। टक्क यहाँ पानी बनाउँछौँ, पानी बनाएको पनि देखाउँछौँ। त्यही हो, मस्त मजा आउँछ यहाँ जङ्गलमा। हेर्नुहोस्, मस्त सुन्नुहोस् एकछिन। हाम्रो जङ्गल चाहिँ यही हो, हेमचन समुदाय जङ्गल हो यो चाहिँ। हात्ती चाहिँ निकुञ्ज हो। यही हो हाम्रो पानीको मुहान चाहिँ उता छ क्या, उता छ पानीको मुहान। हामी चाहिँ बिस्तारै जान्छौँ, 2 जना छौँ, 1 जना चाहिँ अगाडि जानुभएको छ। त्यही हो, मस्त है। त्यही हो, गर्नुपर्छ जीवनमा मेहनत, नपरिश्रम भन्ने कुरा बिस्तारै हुन्छ। जे होस्, त्यही हो, जीवनमा हुनुपर्छ यतिकै एक्टिभ चाहिँ लाग्छ मलाई। जङ्गलको हावा कस्तो शीतल भएको छ भनेपछि बढी भएको छ क्या उताबाट हिँड्दाखेरि। अनि यहाँ चाहिँ लास्ट गएको छ। म चाहिँ भ्लग बनाउन एक्लै आउँछु कि यहाँ एक्लै, जस मलाई भिडभाडमा त्यही हो कन्फिडेन्स छैन, कन्फिडेन्स नभएको कारणले। अनि त्यही हो, सोध्छ कति छ सब्सक्राइब 20-30 भन्न त हल्का गाह्रो हुन्छ नि। हामी नयाँ भ्लगरहरूलाई गाह्रो छ पहिला नै भनिरहेको भन्दा। हाम्रो अहिले कस्तो भन्दा यो हाम्रो कुन चलिरहेछ, घर बनाउन लागेको बेला भर्खर चलि आस्न हाल्छ नि, त्यस्तो हो यो टाइम चाहिँ हाम्रो। यति भनेको हामीले मिहिनेत गर्नुपर्छ, अझै मजबुत बनाउनुपर्छ भन्ने जस्तो लाग्छ है। अब यहाँदेखि तल जान्छु म, यता चाहिँ यही हो जङ्गल। त्यही हो, उता मुहान गएपछि म अर्को फेरि बनाउँछु। त्यही हो, बस जीवनमा यत्तिकै एक्टिभ हुनुपर्छ है। छोरा मान्छे भएपछि केही गर्नुपर्छ, गर्ने आँट हुनुपर्छ। कसैले केही भन्दैमा या त यस्तो बिग्रेको अरे, मलाई बस मेरो घर फ्यामिलीले मलाई नभन्दै पुग्छ है, सपोर्ट गरिराख्नु भएको छ। अनि त्यही हो, वास्तवमा एक्लै हो टक्क। म चाहिँ यहाँ पानी बनाउन आएको। त्यही हो, पुरै जङ्गल छ क्या, पुरै जङ्गल छ, मस्त यहीँ हो है। अस्ति त्यो घुम्नु पाएर त्यो पानी सबै तलि लैगयो क्या। यो चाहिँ पानी चाहिँ सबै के भएको हो, आज पानी नै जान्न कि तलि भरमा। त्यही भएर हामी बनाउन आएको। अब बनाउँछौँ एकैछिनमा, अनि फेरि घर हिँड्ने हो। त्यही हो, सबैको चिया भइसक्यो होला। म चाहिँ बिहानै यहाँ जङ्गलमा आउनुपर्ने भयो। त्यही हो, यहाँ यही हो है मुहान चाहिँ हाम्रो। यही अस्ति भुइँचालोले गर्दा भएछ, हल्का तली छिरेछ उता। के हो यो 2 चोटि आएको बजेट, यो सब फटाफटीले खाइसकेछन्। त्यही हो, यस्तो हालत छ है यो ट्याङ्कीको चाहिँ। ट्याङ्की पनि के भन्नु है, ट्याङ्की जस्तो पनि छैन यार। 10 लाखको अरे यार यसको चाहिँ, 10 लाखको एकजना नगरपालिकाले दिएको हो।
ल यस्तो बनाछन् यस्तो बनाछन् के पुरै आएपछि काम त गर्नु पर्यो म टक्क काम गर्छु थोरै हेर्नुस् राखेर गर्छु कस्तो गऱ्यो र कस्तो गरौँ गो यार ट्याङ्कीको हालत चाहिँ यस्तै छ यो चाहिँ अहिले मैले निकालेर फेरि कस्तो छ भनेर एकछिन हेरेर फेरि बन्द गरिदिएँ पानी यही हो पानी उता चाहिँ राम्रो छ यता ट्याङ्कीमा यही हो अब घर फेरि घर जाने हो के गर्नु त्यही हो पानी यस्तै रहेछ हेर्ने आउने मस्त होइन पानी यस्तै छ अहिले चाहिँ हामीले केही गर्न सकेनौँ त्यसलाई थोरै हेऱ्यौँ फेरि पछि आउने हो पछि चाहिँ राम्रो व्यवस्था गरेर आउनुपर्छ पाइप साइप ल्याएर टक्क सामानहरू ल्याएर त्यो के हुन्छ जङ्गलमा त्यसलाई त्यस्तो ल्याएर आउने हो अनि त्यही हो म चाहिँ अब घर फर्किन लागेको उता जङ्गलमा चाहिँ यस्ता चराहरू कराएर मस्त आवाज चाहिँ सुनिरहेको छ है मस्त फिलिङ अरू फिलिङ भने जस्तो फिलिङ मस्त दिइरहेछ त्यही हो टक्क म अब घरतिर हिँड्न लागेको त्यही हो म अब घर हिँड्छु अनि घर गएपछि अब फेरि म आउने हो आउँछु अनि फेरि के काम गर्नुपर्ने हो गर्नु पर्यो पानी त पिउनु पर्यो पानी बिना त जिन्दगी छैन पानी पिएर टक्क म जान्छु घर त्यही हो केटा हो मस्त है मजा आइरहेछ मलाई एक्लै भ्लग बनाउन ल रुखहरू दामी दामी छ यो चाहिँ धुप्पी सल्लो ग्यास हो यो चाहिँ धुप्पी लागेपछि हो खाएपछि सन्चो हुन्छ भन्छन् त्यसको उतानी रहेछ त्यही हो चराहरू मस्त बाँचिरहेको छ त्यही हो चिल भएको छु है म पऱ्यो हावा लागिरहेछ कि मस्तको मजा नि आछ के गर्नु घर त जानु पऱ्यो घर ब्याग दिएको जस्तो लाग्छ मलाई उता झ्याउ हो यतै बस्नु पाएको भए मस्त आनन्द हुन्थ्यो म फेरि आउँछु यहीँ फेरि पछि आउने हो पाइप साइप ल्याएर त्यही हो पाइप चाहिँ ठुलो ल्याएर आउनुपर्ने रहेछ हामी चाहिँ त्यतिकै आयौँ हेर्नको लागि बनाउनको लागि आएको तर हामीसँग सामान थिएन अनि त्यही भएर हामी के गर्नु त त्यही हो सामान थिएन सामान घरदेखि फेरि ल्याउन जान लागेको त्यही हो अब फेरि आउने हो पछि कति समथिङ 1 बजेतिर आउने हो टक्क आएर फेरि बनाउनु पर्ला जस्तो लाग्छ मलाई अनि बनाएपछि पानी खानुपर्छ त्यही हो हाम्रो एयरपोर्ट चाहिँ यही हो है यहाँ माथि छु म चाहिँ यही हो तलदेखि देखाइदिन्छु टक्क म चाहिँ यहाँ तलि आइसकेको छु र अब यहाँ फेरि एउटा जोड छ कि उता अनि यहाँ उता जाने मान्छे हो भेडा चलाउने मान्छेहरूले चाहिँ फुस्काइदिएको रहेछ त्यहाँ मिलाउनु पऱ्यो त्यहाँदेखि के हुन्छ कलिनी छ अब त्यहाँ मिलाएर यहाँ 2-3वटा यो बर्खामा एउटा सुसु राख्ने बस्छन् उता चाहिँ बस्छन् होला जस्तो लाग्छ मलाई बस्छन् क्या हो त्यही मस्त है कस्तो सेतो देखायो त्यही हो मस्त भइरहेको छ है बढी हुन्छ नि बढी जाने रहेछ बारीको काम नै लागेर हुन्छ त्यो बनाउनु मात्रै बारीमा रहेछ बारी बचाउनु त पऱ्यो त्यही भएर काँडाहरू हालिरहेको छन्
जङ्गली जनावर पनि आउँछ थोरै बँदेल के हुन्छ दुम्सीहरू त्यस्तो आउँछ यहाँ खाइदिँदो रहेछ यहाँ छ अझै मैले हजुरहरूलाई एयरपोर्ट देखाउँछु भनेको थिएँ यो है खाइदिँदो रहेछ गाह्रो छ यही जोडी यहाँ मिलाइसक्नु भएको रहेछ यो हो पानी चाहिँ यस्तरी छुट्याइदिनु भएको रहेछ यो माथि जाने मान्छेहरूले नगरिदिनुहोस् यही हो हजुरहरू नेपालमा कहाँ जानुहुन्छ सुर्खेत कहाँ जानुहुन्छ यही रनाइमा बाटो जानुपर्छ अहिले चाहिँ बिच छ पहिलाको जस्तो ठुलो छैन अहिले चाहिँ अझ बनाउँदैछन् भइरहेछ प्रोसेस अहिले त्यसले गाउन लारहेछ के हो सबै मान्छे छन् ऊ भइरहेछ त्यहाँ सबैजना पेसेन्जरहरूको सामान चेक गरेर टली लगिसक्नु भएको रहेछ है केही उता कुन समिट आउन लारहेछ त्यही हो मसँग आउने साथी चाहिँ उता घर पुगिसक्नु भएको रहेछ अनि म चाहिँ यता बोलाउनु पऱ्यो केही छैन भनेर गएर म चाहिँ यहाँ बसेँ एउटा जोड चाहिँ यहाँ थियो है देख्नु पाइने थियो यही रनाइ चाहिँ यही हो मान्छे चेक भएर यहाँ बसिसक्नु भएको रहेछ है मेरो घर चाहिँ यहाँ हो।